भिडियो बनाएर पब्लिस गरे त हाम्रै लागि राम्रो त हो नि। कति रुपियाँ हालिस्? 10 रुपियाँ। 10 रुपियाँ नच्यातेको नकुच्चिएको पढ। कुच्चिन छैन च्यात्दैन छैन यो। ए देखिस् नकुच्चिएको रिटर्न आउँदैछ। नयाँ 1000 को हाल्न। 1000 रुपियाँ हाल्यो भने त फेरि नआए परन् नयाँ पे फेरि गयो भने अघि 1 रुपियाँ गयो 2 रुपियाँ गएर 1 रुपियाँ हाल्ने। अब यो जान्छ कि यो चाहिँ पैसा है। कटौरा छ त्यहाँ। कप खाल्यो कि छ यहाँ छ कप। अझै खानुहोस् पनि। भिडियो गराउनला। 1 रुपियाँको पनि जति खाइदिनु हो भिडियो गर्नला। 1 रुपियाँ पनि कति खर्च गरिस् तैँले? जति खर्च गरे नि टेन्सन नलिनु। 5 रुपियाँ भयो होला भन्न। जति खर्च गरे पनि 5 रुपियाँ भयो होला भन्थे। अब यहाँ ए भाडो राखिहाल्छ भाइ जो बेकारमा आउँछ। यहाँबाट पैसा राख्ने ठाउँ हो होइन। यहाँबाट पैसा राख्यो अब यहाँ पानी आउँछ है पुरा भरि आउँछ है। यही पानी आयो 1 रुपियाँको पानी खाँदैछ। सुविधा चाहिँ राम्रो छ सबै उस चाहिँ यहाँ लेखिरहेको रहेछ होइन। लाइज अब ओके डन। 1 गिलास 2 गिलास 3 गिलास 4 गिलास 5 रुपियाँ गएछ। के लेखेको छ म त पढ्नै जान्दिनँ।